सबैजनामा अहिले हाम्रो मेरो साली चाहिँ एकदम घन्टी प्रेमी भएको हुनाले गर्दाखेरि मैले उहाँलाई सानो प्रश्न सोध्न गइरहेको छु। विशेष गरी अब हजुरले चाहिँ भोट केलाई हाल्नुहुन्छ हजुर? थोरै के तपाईँको जाओस् घन्टीलाई जस्तै तपाईँको क्षेत्रबाट को छ उठेको हजुरलाई थाहा छ? हजुर तपाईँको क्षेत्रबाट को उम्मेदवारी छ अहिले? तलको अङ्कल हुनुहुन्छ के छ अङ्कल कस्तो हुनुहुन्छ तपाईँलाई कस्तो लाग्छ त? मलाई थाहा छैन त अङ्कलको बारेमा के छ कस्तो छ केही थाहा छैन होइन। हजुर तर यति कुरा हो कि काङ्ग्रेस र एमालेलाई नदिने घन्टीलाई दिनु। ए किन तपाईँले काङ्ग्रेस र एमालेलाई नदिने भन्नु पनि कारण के रहेछ? उहाँलाई धेरै दिइसकियो। उहाँको चाहिने कार्यकालमा यहाँ हाम्रो क्षेत्रमा कुनै पनि वास्तविक हाम्रो चाहिने जनताको मर्म बुझेर उहाँहरूले काम गर्नुभएको छैन। त्यो हिसाबले अब नयाँ चाहिने पार्टीलाई हामी चुन्दैछौँ। हामी जनताको त्यो त आफ्नो चोइस हो, हामीले चोइस गर्न पाइन्छ। त्यसैले उहाँलाई दिने, हामी घन्टीलाई दिने हो भोट। ल